न्यानो झुन्डी नि यताबाट आइछ नि यताबाट दाइ यो गाडी त भित्रै छ त यो गाडी चल्छ राम्रै छ के भाइ चल्छ केही छैन भाइ हतार पुग्नु हतार चितार नचढ पुग्नु पर्ने यहाँ हो भाइ ए भाइ सल्लाह त्यो जिप्लिन्छ या त ल्याउँछ नि बिस्तारै भाइ बिस्तारै भत्किन्छ नि भाइ छिरान म चाहिँ अगाडि बस्छु ल भयो भाइ रात पछि त न्यानो झुन्डी ल ल भयो दाइ हिँड्नु न चिसानी छैन केही छैन यो गाडीको गुरुजी जाउँ गुरुजी यसरी नबस् न भाइ राम्रोसँग बस् न कम्फर्टेबल हो क्या हाम्रो यात्राको मूल नारा हो नि कम्फर्टेबल यात्रा ब्रेक नि छैन स्टप पनि छैन गुरुजी ओ ल ल ल ल बस चलाउन आउँदैन कति वर्ष भयो चलाएको गुरुजी ओइ हल्ला गर्छ चुप लाएर बस्दै भाइ ओए अलि पर गुरुजी मलाई अलि यहीँ उतारिदिन्छ है भाइ होइन म त काठमाडौँ जानु पर्ने यही राख्दिनु यो भाइ फेरि कति बोलेको बस् न भाइ बस् न भाइ बस् न भाइ ए कहाँ जाने कहाँ जाने जाने गरम जाने भने आउनु है आउनु आउनु ए गाडी छुट्छ गाडी छुट्छ देखाउ ल आउँदै छिटो भित्रबाट भाइ तिमी यताउता खासमा केटी राख्नु परेछ भाइ ल रामसँग बस्ने है दाइ खै गीत नि बजाउनु न गुरुजी गीत जिम जिम सानो नजिमका परेली भुतुकै हुन्छु म ड्राइभर खै गीतहरु सकेन त चलाको भाइ चलाको हुँदो भाइ आज मलाई ओराल्दिनु म यही हो मेरो ल मेरो चाहिँ यिनीहरू ल यहाँ ल धन्यवाद भाडा नदिँदै ल धन्यवाद ल बाइ बाइ फिर्ता ए फिर्ता दिनु न फिर्ता म त हतार ल दाइ ल दाइ ल